साल साइनसा जानकी सेसेमा इतुङमा सामसाङ छोरा बुहारी दुर्गा प्रसाद प्लस मुना सामसाङ छोरा लीलराज सामसाङ छोरा बुहारी ठाकुर प्लस इन्दिरा सामसाङ छोरा बुहारी गणेश प्लस सनम सामसाङ निर्माणकर्ताहरू है उहाँहरू चाहिँ। अब जिल्ला ताप्लेजुङ चाक्सीबोटे गाविस वडा नम्बर 5 मा विक्रम सम्वत 2013 साल असार 29 गते बुबा मोहनवीर सामसाङ र आमा मङ्गली माया सामसाङको साइला सुपुत्रको रूपमा ज्ञानबहादुर सामसाङको जन्म भई हुर्की बढी स्वर्गीय बुद्धमाया मादेनसँग वैवाहिक सम्बन्धमा बाँधिनु भई जीवनयापनको क्रममा यही मिति 2083 साल साउन 3 गतेका दिन असामयिक निधन भएको हुँदा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यो कपुरखाना निर्माण गरेका छौँ। स्वर्गीय ज्ञानबहादुर सामसाङ जन्म 2013 साल असार 29 गते निधन 2083 साल साउन 3 गते भावपूर्ण श्रद्धाञ्जली। पर्दैन तलबाट ल्याउनु भयो कि माथिबाट ल्याउनु? माथि तलबाट अब माथिदेखि तल फेरि झारिदिउँ न। अब ल ए त्यस्तो पनि गर्नु उल्टो सुल्टो पढ्नुपर्छ अरे क्या यो जन्म 2013 असार 29 गते निधन 2083 साल साउन 3 गते स्वर्गीय ज्ञानबहादुर सामसाङ जिल्ला ताप्लेजुङ चाक्सीबोटे गाविस वडा नम्बर 5 मा विक्रम सम्वत 2013 साल असार 29 गते बुबा मोहनवीर सामसाङ र आमा मङ्गली माया सामसाङको साइला सुपुत्रको रूपमा ज्ञानबहादुर सामसाङको जन्म भई हुर्की बढी स्वर्गीय बुद्धमाया मादेनसँग बुद्धमाया वैवाहिक सम्बन्धमा बाँधिनु भई जीवनयापनको क्रममा यही मिति 2083 साल साउन 3 गतेका दिन असामयिक निधन भएको हुँदा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यो कपुरखान निर्माण गरेका छौँ। निर्माणकर्ताहरू छोरा बुहारी गणेश प्लस सनम सामसाङ छोरा बुहारी ठाकुर प्लस इन्दिरा सामसाङ छोरा लीलाराज सामसाङ छोरा बुहारी दुर्गा प्रसाद प्लस मुना सामसाङ नाति नातिनीहरू विशाल साइनसा जानकी सेसेमा इतुङमा सामसाङ। के अरे बहिनी? ल अब उहाँ दिने पालो है ल। अब तपाईँ छोराबाट